पारा नमस्ते पारा यसको नानी तो पारा यो नि यसको नानी यो यसको नानी यो चाहिँ पर्स्यौला गाई जो यसरी राख्ने पछि यो माथि मल हाल्ने यो चाहिँ किमु अर्गानिक यस्तो छ किमु गाइज यो चाहिँ ओखरको बुट्टा गाइज यो चाहिँ टिमुरको बुट्टा यो चाहिँ सिस्नो यो चाहिँ डुडेलो भन्छ दुताउँछ यो कस्तो खान्छ भैँसीहरूले जङ्गलै जङ्गल छ हिँड्ने बाटो यो मेरो खेत हो पारी जङ्गलै जङ्गल छन् त्यो यो चाहिँ पारीको त्यो गाछेरा हुन्छ यसलाई यस्तो हुन्छ गाइस यसलाई बाँस भन्छ हाम्रोतिर दाला घाँस लगेर यिनी पर्सेलसम्म जाँदैछन् डोगोमा यो पनि किमुको रुख किमु थाहा नि तिमीलाई यो चाहिँ गाइस मुलाक बिउ हाम्रो मकै बल्ल उम्रिँदैछ अनि यो चाहिँ सिस्नो आमा यो चाहिँ के तितेपाती हाम्रो कागी र बहिनीले उहाँ म खाँदैछन् यो चाहिँ मौरी गम यहाँ चाहिँ मौरी बस्छ यो पनि हो यो चाहिँ मेरो छोरी नक्कली छोरी यो चैतामा रोपेको मकै यत्रो भइसकेको छ आलु मकै यो चाहिँ वैशाखमा यो चाहिँ फुल ए नकरा यो चाहिँ फुल यस्तै कति राम्रो छ यो चाहिँ बयर हो फले छैन यहाँ चाहिँ आरु यो चाहिँ भोटे कुकुर छाउरा चुप यो चाहिँ आलु यता चाहिँ गाउँ छ यता चाहिँ जङ्गल छ केर कराउँछ सेती भैँसी कसले दुध दिन्छ यसले कहिले हो के हो यो छोरी यो इस्कुस करेला उम्रिँदैछ केही चिन्दैनस् घरको मालिकलाई म यही घरको हुनु गर्छ आरु फलेछ साना आरु पाके त किमु भर्खर फल्दैछ यो चाहिँ टमाटर यो चाहिँ छोरी हो यो चाहिँ सेबी यो चाहिँ डोगो पिनालु जङ्गलै जङ्गल छ यतादेखि जङ्गल यो जङ्गल
किमु टिप्न लाएको म भर्खर पाकेको छ खाने बेला भएछ ओइ दादी वहाँ ना ओइ ओइ दादी कुकुर आउँछ